बहादुर हुनु र मूर्ख हुनुमा एउटा बाँदरको फरक हुन्छ रे। बहादुरी और बेवकूफी में सिर्फ एक बंदर का फर्क है। यो मैले भनेको हैन, एनिमल मुभीबाट हो र आई रियली लाइक दिस लाइन। कुरो 2013 को म गेन्स फिल्ममा इन्टर्नशिप गर्नको लागि आएँ र इन्टर्नशिप गर्दा गर्दै मलाई एक ठाउँबाट इमेल आयो पीएचडी को लागि। म इन्टरभ्यूमा गएँ, इन्टरभ्यू भ्याएपछि मलाई जब अफर भयो। ल पीएचडी गर्न चाहिँ आउनु पर्यो। त्यो थियो भर्जिनिया टेक युनिभर्सिटी र मैले त्यसपछि धेरै सोचेँ र अन्तिममा मैले के विचार गरेँ भन्दाखेरि चाहिँ म जाँदिनँ, किनभने म इन्टर्नशिप गर्न आएको छु। पहिला म इन्टर्नशिप भ्याउँछु अनि त्यसपछि पीएचडी खोज्छु। मसँग कुनै अरू जब अफर पनि थिएन, कुनै पीएचडी को अफर पनि थिएन, केही पनि थिएन, नथिङ। म ठ्याक्कै त्यो बाँदरको कथा जस्तै भयो। देयर इज अ हेयरलाइन डिफरेन्स बिट्विन बिङ स्टुपिड एन्ड बिङ भेरी इन्टेलिजेन्ट। मैले त्यो बेलामा के गरेँ मलाई पनि थाहा थिएन। कुनै पीएचडी अथवा जब अफरको कुनै पनि ग्यारेन्टी थिएन, तर मैले रिस्क लिएर म जाँदिनँ भने र के हुन्छ मलाई पनि थाहा थिएन, किनभने म 3 महिनापछि नेपाल फर्किन पनि पर्न सक्थ्यो अथवा जे पनि हुन सक्थ्यो। त्यो एकदमै ठुलो रिस्क थियो। अहिले मैले फर्केर हेर्दा चाहिँ मैले कुनै बेलामा चाहिँ स्टुपिड डिसिजन गरेँ कि जस्तो पनि लाग्छ, तर इभेन्चुअली इट वर्कड आउट। लेट्स डाइभ इन एन्ड सी what actually happened at that time.